विदेश आउँदा सब ठिक हुन्छ जस्तो लाग्थ्यो तर यहाँ आएपछि थाहा भयो कि सपना देख्न चाहिँ सजिलो रहेछ, बाँच्न चाहिँ गाह्रो। बिहान उठ्यो, कलेज गयो, त्यसपछि काम, अनि घर आएर सुत्यो, फेरि भोलिदेखि त्यही। सायद म कमजोर छु कि मेरो भाग्य। म प्राय एक्लै हिँड्छु मेरो एक्लोपनले। धेरै कुराहरू सम्झिन्छु, घरतिर जान मन लाग्छ, तर मेरो अवस्थाले घरभन्दा पहिला कामतिर लाग्न भन्छ। सायद कुनै दिन यही दुःख, यही एक्लोपन नै मेरो सफलताको कारण बन्नेछ।